5 जनाको समूहले बलात्कार गर्यो भनेर चाहिँ अस्तिदेखि मिडियामा भाइरल भयो कि यी डडुवा 4 कि 16 वर्षीय नाबालिका भनिने बहिनीले आज सुन्नुस् उहाँको बयान। मलाई चाहिँ 5 जना विरुद्धको बलात्कार केस हाल्नका लागि या यिनीहरूले नै बलात्कार गरेको हो भनेर स्वीकार्नको लागि डर धम्की र त्रास दिएको थियो, त्यसैले मैले आरोप लगाएको हो रे। ती 4 जना चाहिँ निर्दोष व्यक्ति हुन्, मैले डर धम्की त्रास दिएको कारणले उनीहरूलाई आरोप लगाएको हो र 1 जनाले मात्रै मलाई बलात्कार गरेको हो भनेर चाहिँ जाहेरी दर्ता गराएकी छिन्। अब तिम्रो बारेमा हामी सबै बलात्कार भयो न्याय पाउनु पर्छ भनेर चाहिँ जति मिडियाहरू जति हामीहरूले करायौं, गाली गर्यो, बेइज्जत गर्यो अनि हाम्रो नाक त काटेर पनि गुमा कोचिदियो त बहिनी। अब तिमीलाई धन्यवाद भनौं कि शुभकामना भनौं। अनि ती 4 वटा निर्दोष भाइहरूको फोटो सहित नाम ठेगाना सहित मिडियामा छ्यापछ्यापी चरित्र हत्या त गर्यो। अब त्यो चरित्र हत्या गरे बापत के दिन्छौ त पुरस्कार जरिमाना? बदनाम भएन? अब कानूनले के हेर्छ थाहा भएन। यदि समुदाय र जनताको नजरले हेर्ने हो भने तिमीले बलात्कार भनेर आरोप लगाएका तिम्रा ती बोयफ्रेन्ड पनि बलात्कारी होइनन्। तिनीसँग पनि वर्षौंदेखि उठ बस फोटो खिच्ने यो हरकतहरू सबै देखेर त जब तिमीलाई रंगाई हात पक्रियो त्यहाँ समाजमा सबै भाँड भैलो भयो, बार्गेनिङ मिलेन अनि त्यसपछि चाहिँ तिमीले 5 जना लगाएको आरोपमा अहिले 1 जनालाई छान्यौ नि। अब कानूनले के गर्छ थाहा छैन, तर समाज र व्यक्तिको नजरमा त त्यो पनि बलात्कार होइन। तर सजाय तिमीहरू दुवैले पाउनु पर्छ, किनभने त्यो पुरुषको पनि घरमा 3 वटा बच्चा र बुढी भएको पुरुष हो, तिमी पनि 16 वर्षकै रहेछौ। नेपाल सरकारले तोकिदिएको विवाह गर्न उपयुक्त उमेर भनेको 20 वर्ष माथि या 20 वर्ष हो। त्यसैले नेपाल सरकारले केही तिम्रा लागि कानून राखिदिएको होला 16 वर्षकी नाबालिका भनेर। अहिलेका यी 16 वर्ष पुगेकाहरूले नै ठुला ठुला काण्ड गरिरहेका मिडियामा छ्यापछ्यापी देखिया छन्। अब तिमी पनि नाबालिका भित्रै पढ्यौ होला। तर ती निर्दोष 4 जना भाइहरूलाई चाहिँ सामूहिक बलात्कारको झुटो आरोप लगाउन बाध्य गराउने अराजक समूहलाई चाहिँ मिडियामा पेश गरेको होस् र कडा भन्दा कडा कारबाही दिएको होस्। यस्ता अराजकहरूले गर्दाखेरि चाहिँ समाजमा रहेका निर्दोष व्यक्तिहरू पनि बदनाम हुनु परेको छ।